सम्बोधनमा कसरी गरूँ दोषी ओठहरूले प्रभु भनेर अनुग्रह चाहन्छु प्रभु सम्बोधन गर्न चोखो बनेर ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु तिमीले तिम्रा पाइलाहरू टेकेर हिँड्ने मलाई बनाऊ उसको चोटहरू चुमेर जिउने बनाऊ प्रभु तिम्रा दागहरू बोकेर अघि बढ्न सकूँ ख्रिस्टको चाहना भएको पात्र मलाई बनाऊ प्रभु मलाई बनाऊ तिम्रै मनको बनाऊ हे प्रभु प्रभु मलाई बनाऊ तिम्रै मनको बनाऊ हे प्रभु सम्बोधनमा कसरी गरूँ दोषी ओठहरूले प्रभु भनेर अनुग्रह चाहन्छु प्रभु सम्बोधन गर्न चोखो बनेर ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु तिमीले दर्शन धमिलो भएर म अन्धो बनिसके घायल हातहरूले छोएर देख्ने बनाऊ प्रभु उडाउ पुत्र झैँ तिमीलाई भुली बेचैन भए आत्मिक भेदहरू खोलिदेऊ तिमीलाई बुझ्नलाई प्रभु मलाई देखाऊ तिम्रो विचार बुझाऊ हे प्रभु प्रभु मलाई देखाऊ तिम्रो विचार बुझाऊ हे प्रभु सम्बोधनमा कसरी गरूँ दोषी ओठहरूले प्रभु भनेर अनुग्रह चाहन्छु प्रभु सम्बोधन गर्न चोखो बनेर ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु तिमीले प्रतिज्ञा गर्ने प्रभुको प्रतीक्षा गर्नलाई धेरै रोगहरू सहेर धीरज धर्न सिकाऊ तिम्रै घाउहरू देखेर प्रेमले विवश बन्दै ख्रिस्टका दागहरू बोकेर जिउन मलाई सिकाऊ प्रभु मलाई सिकाऊ
प्रभु प्रभु मलाई सिकाऊ धीरज धर्न सिकाऊ हे प्रभु सम्बोधनमा कसरी गरौँ दोषी ओठहरूले प्रभु भनेर अनुग्रह चाहन्छु प्रभु सम्बोधन गर्न चोखो बनेर ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु तिमीले ममा शुद्ध हृदय सिर्जिदेऊ प्रभु